तपाईँ पनि नेपालमा बसेर भर्चुअल मास्टर कार्ड वा भिसा कार्ड किन्नुहुन्छ, त्यो पनि आफ्नो ई-सेवाको प्रयोग गरेर। सो यस भिडियोमा म तपाईँलाई दुईवटा वे बताउने छु। त्यो दुईटै वेको युज गरेर तपाईँ नेपालमा बसेर आफ्नो ई-सेवाको प्रयोग गरेर भिसा कार्ड वा मास्टर कार्ड किन्न सक्नुहुन्छ। सो बढौँ हाम्रो फर्स्ट वेको। सो फर्स्ट वेमा तपाईँले हाम्रो स्टोरमा आइहाल्नु छ। हाम्रो स्टोरको लिङ्क tech.app/noxlets रहेको छ। त्यहाँ हेर्न सक्नुहुन्छ यो हाम्रो स्टोरको लिङ्क हो। सो यो स्टोरकोमा आइसकेपछि तपाईँलाई त्यहाँ हेर्न सक्नुहुन्छ यहाँ मास्टर कार्ड र भिसा कार्ड दुवै दिएको छ। यहाँ मास्टर कार्ड भिसा कार्ड मात्रै होइन, तपाईँ यहाँबाट भेरिफाइड पेपल एकाउन्ट पनि किन्न सक्नुहुन्छ। यो एकाउन्टहरू फुल्ली भेरिफाइड हुन्छ र तपाईँ यहाँबाट पैसा रिसिभ गर्ने, सेन्ड गर्ने वा आफ्नो ई-सेवामा विड्रोल गर्ने जस्ता कुराहरू गर्न सक्नुहुन्छ। यहाँ पे ओनरको एकाउन्ट पनि तपाईँ बाइ गर्न सक्नुहुन्छ। यहाँ तपाईँ कुनै पनि आफ्नो युएसडी वालेट्समा पैसा लोड गर्न सक्नुहुन्छ। अहिले हेरौँ हामी मास्टर कार्ड र भिसा कार्ड कसरी किन्ने त्यो पनि भर्चुअल। सो यता हेर्न सक्नुहुन्छ त्यहाँ मास्टर कार्ड दिएको छ। यहाँ तपाईँलाई मास्टर कार्ड किनेर हेराउनेछु। सबभन्दा पहिला यता आउनु होला। यहाँ हेर्न सक्नुहुन्छ थुप्रै अप्सन दिएको छ। हाम्रो लोवेस्ट प्राइसको रहेको छ $5। तपाईँबाट कुनै पनि किन्न सक्नुहुन्छ। म $5 किनेर हेराउनेछु। सो यहाँ सिलेक्ट गरिसकेपछि यहाँ सिम्पली आफ्नो इमेल एड्रेस हालिदिनु होला। आफ्नो इमेल एड्रेस रङ नदिनु होला। सो यता म आफ्नो एउटा इमेल एड्रेस हालिदिन्छु। सो मैले त एउटा आफ्नो इमेल एड्रेस हालिदिएँ। यहाँ एडमा क्लिक गर्ने एन्ड हेर्न सक्छु हाम्रो कार्डमा आइसकेको छ। सिम्पली यो कार्ड भन्ने अप्सनमा क्लिक गर्नु होला र यहाँ चेकआउटमा क्लिक गर्नु होला र यहाँ आफ्नो एउटा फुल नेम हालिदिनु होला। म यहाँ केही पनि हालिदिन्छु र यहाँ आफ्नो फोन नम्बर हालिदिनु होला। यता कुनै पनि डिटेल रङ नदिनु होला किनभने यही डिटेलहरू तपाईँको मास्टर कार्डमा राखिन्छ। र आफ्नो एउटा फेरि एउटा इमेल एड्रेस हालिदिनु होला। तपाईँ सेमै एड्रेस फेरि हाल्न सक्नुहुन्छ। यही इमेल एड्रेसमा तपाईँको कोड आउनेछ, मतलब मास्टर कार्डको डिटेल। यति भइसकेपछि यहाँ हेर्न सक्नुहुन्छ हामीलाई ₹950 पे गर्नुपर्छ। सिम्पली प्लेस अर्डरमा क्लिक गर्नु होला र यहाँ आफ्नो ई-सेवा वा खल्तीबाट कुनै एउटा अप्सन क्लिक गर्नु होला। यहाँ पुरा अप्सन दिएको यहाँ पुरा दिएको छ स्टेप्स कसरी पेमेन्ट गर्ने। सिम्पली सबभन्दा पहिला यसको स्क्रिनसट लिनु होला एन्ड आफ्नो ई-सेवामा गएर सिम्पली पे गरिदिनु। नाउ सिम्पली आधी घन्टाभन्दा 1 घन्टा वेट गर्नु होला। त्यसपछि तपाईँ आफ्नो इमेल ओपन गर्नु होला र यता हेर्न सक्नुहुन्छ हाम्रो आइसकेको छ हाम्रो कार्ड यहाँ रहेको हो र यो डिटेलमा मैले हाइड गरिदिइरहेको छु किनभने प्राइभेट डिटेल्सहरू रहेको छ यो। तपाईँ पनि यस्तै कार्ड आउँछ र तपाईँ यो कार्डबाट केही पनि कुनै पनि सामान किन्न सक्नुहुन्छ। सो अब बढौँ सेकेन्ड वेकोतिर। सो सेकेन्ड वेको लागि सिम्पली तपाईँ हाम्रो बायो चेक गर्नु होला। त्यहाँ तपाईँलाई हाम्रो व्हाट्सएपको नम्बर भेटाउनेछ। तपाईँ